केवल 10 मिनेट हो, केवल 10 मिनेटले तिम्रो सोच बदल्न सक्छ। र जब सोच बदलिन्छ, निर्णय बदलिन्छ। निर्णय बदलिँदा बानी बदलिन्छ। बानी बदलिँदा पूरा जीवन बदलिन्छ। यदि तिमी अहिले निराश छौ, थाकेका छौ वा जीवनमा केही गर्न सक्दिन भन्ने लागिरहेको छ भने यो भिडियो अन्तिमसम्म सुन्नु, किनकि आज सुन्ने एउटा कुरा नै तिम्रो नयाँ सुरुवात बन्न सक्छ। सफल र असफल मानिसबीचको सबैभन्दा ठूलो फरक प्रतिभा होइन, सोच हो। धेरै मानिसहरू अवसर पर्खिरहेका हुन्छन्, तर सफल मानिसहरू अवसर आउँदैन भने आफै अवसर बनाउँछन्। याद गर, तिमी आज जहाँ छौ त्यो तिम्रा हिजोका निर्णयहरूको परिणाम हो, र तिमी भोलि कहाँ पुग्नेछौ त्यो आज गर्ने निर्णयले तय गर्नेछ। अरूले तिमीलाई विश्वास नगर्न सक्छन्, समाजले तिमीलाई कमजोर भन्न सक्छ, परिवारले पनि कहिलेकाहीँ तिम्रो सपना नबुझ्न सक्छ। तर एउटा कुरा कहिल्यै नबिर्स, यदि तिमीले आफूलाई विश्वास गर्न छोडेनौ भने संसारको कुनै शक्ति तिमीलाई रोक्न सक्दैन। असफलता भनेको जीवनले दिएको एउटा पाठ हो। हरेक चोटले तिमीलाई बलियो बनाउँछ। हरेक हारले तिमीलाई अर्को जितको लागि तयार बनाउँछ। आज धेरैले सामाजिक सञ्जालमा अरूको सफलता हेरेर आफूलाई कमजोर ठान्छन्, तर याद राख, तिमीले उनीहरूको हाइलाइट देखिरहेका छौ, सङ्घर्ष होइन। त्यसैले आफ्नो यात्रा अरूसँग तुलना नगर, आफ्नो हिजोसँग तुलना गर। यदि आज तिमी हिजोभन्दा एक पनि राम्रो बनेका छौ भने तिमी सही दिशामा छौ। आज एउटा निर्णय गर, बहाना बनाउने होइन, काम सुरु गर्ने। डरको कारण पछि हट्ने होइन, डरलाई जित्दै अगाडि बढ्ने। किनकि तिम्रो सपना कसैले पूरा गरिदिने छैन, तिम्रो भविष्य कसैले बनाएर दिने छैन। त्यो जिम्मेवारी केवल तिम्रो हो। याद राख, सफलता रातारात आउँदैन, तर हरेक दिनको सानो प्रयासले एक दिन ठूलो इतिहास बनाउँछ। त्यसैले उठ, आफ्नो लक्ष्य लेख, पहिलो कदम चाल, र संसारलाई देखाइदेऊ कि तिमी किन जन्मिएका हौ। तिम्रो समय आजबाट सुरु हुन्छ। तिम्रो नयाँ जीवन आजबाट सुरु हुन्छ।